If you want to be a fluent speaker, you don't need to grammar. Literally, you don't need to grammar. भन्ने कुरा चाहिँ मैले जताततै देखिरहेको हुन्छ है त, तर विच इज भेरी भेरी रङ है त। अब हामीले सिक्ने बेलामा त सिक्यौँ होइन, ग्रामर थाहा छैन, त्यही पनि वी क्यान स्टार्ट लर्न होइन। तर अब जिन्दगीभरि नै यो रुल्स नै थाहा नभइकन हचुवाको भरमा होइन कति दिन टिक्छ के। एकचोटि तपाईँलाई होइन यो ग्रामरको सबै रुल्सहरू थाहा हुनको लागि धेरै टाइम लाग्दैन के। दिनको तपाईँले दुई तिन दिन लगाएर चाहिँ एउटा रुल्स जस्तो टेन्स दुई तिन दिन 4-5 दिन लगाएर होइन, अनि त्यसपछि पार्ट अफ स्पिचहरू अब 2-3 दिन त लाग्छ नि होइन। तपाईँले एकदम 24 घन्टा एकदम धेरै टाइम दिएर सिक्नुभयो भने यो टेन्सहरू 15-20 दिनमा पुरै सकिन्छ के। अनि त तपाईँले जिन्दगीभरिलाई पुग्यो होइन र, एकचोटि सिकेपछि त पुगिहाल्छ त्यहाँ। अब टेन्स अथवा कुनै पनि ग्रामर भनेको एड हुँदै जाने कुरा त होइन होइन, एकचोटि सिकेपछि त पुग्यो। अनि यसको लागि चाहिँ हिचकिचाएर अनि यसले गर्दाखेरि तपाईँलाई न त कन्फिडेन्स आउँछ, न त अनि तपाईँले करेक्टली वेमा लेख्न सक्नुहुन्छ, न त बोल्न सक्नुहुन्छ के। अब इभन बोल्नुहुन्छ भने पनि यु हेभ त्यो डाउट के, कतै म रङ त छैन, मलाई ग्रामर त आउँदैन भन्ने एउटा त्यो डाउट हुन्छ के। हो त्यो डाउटलाई चाहिँ फ्याँक्नु पर्यो कि सुरुमा। अब तपाईँहरूले युट्युबमा पाउन सक्नुहुन्छ, अथवा विभिन्न वेबसाइटहरू एआई छन् जताबाट सिक्दा पनि हुन्छ। ग्रामर चाहिँ सिक्नुहोस् के। ग्रामर इज रियली एन इसेन्सियल थिङ होइन। यो जानेपछि तपाईँहरूको कन्फिडेन्स नै बुस्ट हुन्छ के। यो मेरो पर्सनल एक्सपिरियन्सबाट पनि भनेको मैले होइन। मैले पनि सुन्थेँ स्टार्टमा, अब ग्रामर इज नट नेसेसरी भनिदिन्थ्यो होइन, अनि मलाई किन सिक्ने जस्तो भयो कि। तर वेन आई लर्न होइन ग्रामर लाइक टेन्स भोइस अनि त्यसपछि प्रिपोजिसनहरू, ओ त्यो पो राम्रो हो भन्ने भयो कि। अब यस्तो इट्स नट अ बिग डिल नि त होइन र। अब ग्रामर सिक्नको लागि र 20वटा जति कुराहरू छ, पार्ट अफ स्पिच अनि के गरेर होइन, टेन्स भोइस यस्तो गरेर 20वटा, र 20वटालाई तपाईँले 2-3 दिन दिनुभयो भने पनि अब कोही चाहिँ ल नाउन प्रनाउनहरू त यो त एकैछिनमा सकिहालिन्छ हो कि नै, एक दिनमा सकिने कुराहरू छ कि। अब कोहीलाई चाहिँ टाइम लाग्छ, जस्तो टेन्स र भोइसको लागि त अलिकति टाइम लाग्न सक्छ नि त, 2-3 दिन 4-5 दिन होइन लाग्न सक्छ एउटालाई। सो 1 मन्थ तपाईँले दिनको 2-3-4 घन्टा जस्तो गरेर 1 मन्थ तपाईँले दिनुभयो भने त सबै सकियो नि त होइन। अब एकचोटि सिकेपछि सकियो के हो। अब त्यसपछि तपाईँले स्पिकिङमा अनि त्यसपछि राइटिङ अनि एडभान्स इङ्ग्लिसहरू सबै सिक्न पाउनुभयो के। तर तपाईँको बेस नै राम्रो छैन होइन, एउटा घर बनाउनु भएको छ, तल नै राम्रो छैन, माथि थप्दै गऱ्यो भने त भत्किन्छ नि त एक दिन। सेम लाइक दिस के। सो तपाईँहरूले चाहिँ सिक्नुहोस् कि, ग्रामर चाहिँ सिक्नुहोस्। ग्रामर सिकेपछि अरू धेरै बाटोहरू खुल्छ, कन्फिडेन्स बुस्ट